धेरै समयसम्म पानी नपरेर गाउँमा हाहाकार मच्चियो। मानिसहरू मर्न थाले। यस्तो विपत्तिमा गुरु बन्धुदत्त आचार्य, राजा नरेन्द्र देव र ललित ज्यापुले एउटा उपाय निकाले। उनीहरूले गुरु गोरखनाथका पनि गुरु भगवान करुणामयको बारेमा थाहा पाए, जो शान्तिका प्रतीक थिए, अनि तिनैजना उनलाई लिन हिँडे। बाटो सजिलो थिएन। उजाड सहर, सुन्दर तर खतरनाक पहाडी मार्ग अनि भत्केका पुलहरू तर्दै उनीहरू एउटा विशाल समुद्रको किनारमा पुगे। अब कसरी तर्ने भन्ने चिन्तामा डुबेका बेला अचानक समुद्रबाट एउटा विशाल नाग प्रकट भयो। त्यो नागराज कर्कट थियो, हेर्दाखेरि डरलाग्दो। तैपनि राजा, ज्यापु र गुरुले डराएर भाग्नु सट्टा नागसँग मद्दत मागे। उनीहरूको पवित्र उद्देश्य देखेर नागले मद्दत गर्ने वचन दियो। अनि वहाँ कर्कट नाग बिस्तारै पछि फर्किनुभयो र हेर्दा हेर्दै विशाल स्वरूप लिन थाल्नुभयो। भाग 3 हेर्नलाई हामीलाई फलो गर्नुहोस्। धन्यवाद।